रानो नानो बम्बई कि रानो रानो हेलो भनिदिनुहोस् त गुड हजुरहरूले हेर्न सक्नुहुन्छ साथीहरू वेलकम ब्याक टु कमल गीता ब्लग आजको भिडियो हजुरहरूले थम्बनेल र टाइटल हेरेर नै थाहा पाइसक्नु भइसक्यो होला आज चाहिँ हामी ड्राई पिकनिक अथवा हामीले चाहिँ केही खानाहरू बनाएर बाहिर गएर खाने प्लान गरेका छौँ सो हामीसँग चाहिँ हाम्रो दुईटा दिदीहरू पनि जोडिनुहुन्छ उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ र हजुरहरूलाई म आजको खानाहरू देखाउन गइरहेकी छु हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँ रहेको छ हामीले घरमा नै बनाएको फ्रेन्च फ्राइज अनि यहाँ रहेको छ सलाद काँक्रा र मुला अनि यहाँ रहेको छ ब्राउन यहाँ रहेको छ अचार यो अचार चाहिँ मुला काँक्रा आलुको अनि यहाँ रहेको छ चिकन यो चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको है साथीहरू यो सबै खानेकुराहरू चाहिँ मैले र मेरो हस्बेन्डले बनाएको हो मिलेर तर स्पेसली यो चिकन चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको हो अनि यहाँ रहेको छ बफ करी यो बफ करी चाहिँ मैले बनाएको हो आज पिकनिकमा रहेको छ यो खानाहरू सो अरू खानाहरू पनि आउन बाँकी नै छ उहाँहरूले दिदीहरूले ल्याउनुहुन्छ केही सामानहरू अनि यहाँ रहेको छ पानी एक जम्बु पानी पनि हामी घरबाट नै लिएर जाँदैछौँ सो चाहिँ म रेडी हुन गइरहेकी छु रेडी त म अलिअलि मेकअप गरेर भइसकेकी छु यति हो मेरो मेकअप गर्ने अब म ड्रेस लाउँछु र मेरो छोरीलाई पनि रेडी गरिदिन्छु अनि मेरो हस्बेन्ड पनि रेडी हुनुहुन्छ एकचोटि हेरिदिनु त बुढा हेलो आज हामी कहाँ जानु लाग्यो नि भनिदिनु न एकचोटि हजुरको पनि मलाई नि त्यस्तो थाहा छैन त्यो धेरै त्यहाँ माथि डाँडामा जाने हो अहिले पछि भन्छु है म कहाँ जाने भनेर सो अब हामी म रेडी हुन गइरहेकी छु म रेडी भइसकेपछि मेरो छोरीलाई रेडी गरिदिन्छु मेरो छोरीको लागि यो टी सर्ट त्यसपछि काट्यु अनि मेरो लागि टी सर्ट त्यसपछि बक्स प्यान्ट अनि यो चाहिँ मेरो लागि यो चाहिँ छोरीको लागि मेरो हस्बेन्ड चाहिँ हाफ प्यान्ट त्यसपछि व्हाइट कलरको टी सर्ट अब हामी चाहिँ तिनजना रेडी हुन्छौँ सो म चाहिँ रेडी भइसकेकी छु र मेरो छोरीलाई पनि रेडी गराइदिइसकेकी छु छोरी हाई भन्नुहोस् ल हाई ल मेरो छोरी चाहिँ खै वाउ सो ब्युटिफुल मेरो हस्बेन्ड पनि रेडी हुनु भइसकेको छ अब चाहिँ हामी कहाँ जान्छौँ रे नालाको डाँडामा ल काबे हाई गरिदिनुहोस् त एकचोटि हाई अनि यस्तो गरिदिनुहोस् हेलो भनिदिनुहोस् त गुड सो अब चाहिँ हामी जाँदैछौँ अब हामी कोठाबाट निस्किन्छौँ अब हामी चाहिँ कोठाबाट निस्किसकेका छौँ है यो हाम्रो झोला हो अर्को पनि छ है उता अर्को पनि छ अब चाहिँ हामी निस्किसकेको छौँ कोठाबाट तपाईँको बाइकको चाबी लाउनु न है जाउँ ल जाउँ आउनुहोस् कम बेबी कम बेबी अब हामी जानुपर्छ है हस् हेर्नुहोस् त छि हिजो त्यहाँ मैले सफा गरेको अनि हजुर त्यहाँ बस्ने ल ल ल अब हामी रेडी भयो अब हामी उता तल गएर बस्ने ल यो राख्नुहोस् त बाबु चाहिँ झोला ल जाउँ छोरी आउनुहोस् हामी उता तल जाने अनि बस्ने नि त नि हस् यहाँ हेर्नुहोस् न त नि काव्या आउनुहोस् यताबाट बिस्तारै अब चाहिँ हामी गइसकेका छौँ काव्या हेर्नुहोस् त यता अब हामी पुगेर उता पुगिसकेको के हो बाबु चाहिँ बफ
म पनि भ्याएको रहेछ काव्याले हेर्नु नि तपाईँलाई कसरी सँगाले तपाईँ कसरी सँगाल्नु है बाबालाई हक गरिदिनुहोस् न हक गरिदिनुहोस् त्यही भने भ्यूहरू राम्रो छ है आनन्द छ यहाँ बस्नलाई चाहिँ तर त्यस्तो खासै राम्रो भ्यू पनि छैन यहाँनिर रोजहरू रहेछ रोज भा तपाईँको मनपर्ने फुल क्या हो राम्रो छ यही उकालो भन्नुभएको यो भन्दा नि हाम्रो राम्ची जाने झन् उकालो छैन के भएको छ त के भएको छ यहाँ चाहिँ बाटो त्यही उकालो रहेछ जङ्गल जङ्गल जस्तो छ त भाइ यो चाहिँ महाकाल मन्दिर हो है त्यहाँनिर रहेछ मन्दिर अब हामी त्यहाँ पुग्न लागिसक्यौँ पिकनिक लोकेसनमा पुग्न लागिसकेका छौँ हिँडेर जानुपर्छ यहाँबाट त्यहाँ माथिबाट जानु मिल्दैन यहाँबाट जाने हो यो अनि किन यहाँ माथि ल्याएर रोक्नु भएको नि के रहेछ छोरी है हाम्रो दिदीहरू आउनु भइसक्नु भएछ के हो हाम्रो दिदीहरू चाहिँ आउनु भयो के हो लर परिन्छ त है बोल्न नि हाम्रो दिदीहरू चाहिँ आउनु भइसक्यो दिदीहरूको स्कुटी यहाँ छ अब हामी पनि जान्छौँ डल्लै हामी चाहिँ हाम्रो यहाँ जुन हामी बसेर इन्जोय गर्नेवाला छौँ त्यो ठाउँमा चाहिँ हामी आइपुगिसकेका छौँ अब थोरै माथि जानु पर्दैछ त्यो ट्रस्ट भएको ठाउँमा यहाँबाट जानेछौँ मेरो हस्बेन्ड चाहिँ जानु भइसक्यो ब्याग लिएर मेरो छोरी यहाँ मानिरहेको छैन ल यसरी बोकेर हिँड्नु परेको छ त मामुले ल हिँड्नुहोस् न त नि हजुर हिँड्नुहोस् भए लड्छ है लड्छ हिँड्नुहोस् ल हिँड्नुहोस् बारीमा हिँड्न नि आउँछ तिमीलाई वे बिस्तारै हिँड्नु सास अब के रहेछ हिँड सस्तो सर्प जस्तो देखेको अब चक्लेट यता हिँड हामी चाहिँ आइसकेका छौँ दिदीहरूलाई नमस्ते गरिदिनुहोस् त नमस्ते गरिदिनुहोस् नगर्ने यहाँ एउटा धारा भयो कस्तो राम्रो हुन्थ्यो है धारा छ होला पानी चाहिँ बिहान बेलुका मात्रै आउँछ किन रोक्यो यो लानुहोस् लानुहोस् हाम्रो दिदीहरू चाहिँ उहाँहरू नै हुन् है मैले भ्लग बनाइरहेको छु दिदीहरूले त झन् के ल्याउनु भयो ह आज हामीले खाएर त सकिन्छ नि है बियर खाने हामीले जस्तो दुइटा उता होला है त्यहाँतिर खालि यो के को
त्यो चिकन हो यहाँ रहेको छ हाम्रो त्यो कतै ल तपाईँलाई हुँदैन भनेर हुन त तपाईँले खानुहुन्छ तर लटपट चाहिँ गरे होइन दिदीले बफ खानुहुन्न भने होइन त्यही त है हामीले पनि अस्ति खाएको लिनुहोस् हजुरको लागि छ मनिष थ्याङ्क यू भन थ्याङ्क यू भन्नुहोस् दिदीलाई थ्याङ्क यू भन्नुहोस् खै थ्याङ्क यू भने मान्छे देखेपछि तिमीलाई भन्ने ए हो यो खाने प्रब्लम छैन नि ल यो एकचोटि उठाउन त पहिला फोन यो चाहिँ उठाएको मात्रै हो है म चाहिँ बोतलमै गर्नु पर्ने गिलास छ त हौ दुईटा छ त त्यो फुच्चे पनि दुईटै ग्लास फुटेर छ दिदी अहिलेको थियो एउटा चाहिँ पातलो रहेछ कि पातलो त हुन्छ त हौ यो त कस्तो चाहिँ हुन्छ हौ सबैले राउन्ड गर्नु यस्तै हुन्छ लाज मन चिज खाइदिन्छ त्यस्तै के हुँदैन ढाडी दुख्छ उसको बिस्तारै चिज पानी खायो भने नि दुख्छ होला चिज खाने नदेऊ यस्तो राख्ने तिमी पनि यो चेस गर ल चेस लु चेस 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 खोइ। अब चाख्नुमै त कस्तो छ है आजको गीता ब्लगको भाइबरीको रेसिपी है ल चेस है चिकन त भाइले बनाएको हो त्यसले त मैले बनाइदिएको दामी दामी छ है दामी 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 खानुहोस् न हेर्ले यहाँ बस्नुहोस् न अनि अचार नि दामी भयो ममाको काखमा बस्नुहोस् है ल हामी एकछिन खान्छौँ छोपेर राख्दिन न त्यो चाहिँ खानेकुराहरू छोपेर राख्दिन हामी चायहरू निकालेर खाऊँ होइन राउन्ड खाने त्यो अचारको छ यो खाने के हो कुन चाहिँ यो यो बोल्छ अलिअलि धेरै बल्छ नि नानी चेस जुत्ता कसले किन्दै भन्नु सोध्नु जुत्ता कसले किनिदिएको हो जुत्ता कसले कसले किनिदिएको तपाईँको भन्नुहोस् त दिदीलाई त्यही चबाउनु थाल्यो त भइहाल्यो नि कति भिडियो बनाइरहेको भए जस्तो हाम्रो खाने कार्यक्रम सक्यो है अब के गर्ने अब नाच्ने हो तिमी नाच न हेर्छौ हेरेको हेरे तिमी नाचेको आदिन सकाएर चार मिनट तपाईँको सक्यो है आदिन सकाएर कसो सकाएर सक्यो क्या काव्या नाचिदिनुहोस् न त ल रानो नानो बम्बई कि रानो रानो सो अब चाहिँ हाम्रो खाने कार्यक्रम सकेको छ अब चाहिँ हामी इन्जोय गर्नेवाला छौँ यहाँ दिदीहरू हुनुहुन्छ मेरो छोरी चाहिँ यहाँ खेलिरहेकी छिन् है मजा आएको छ हाई हाई नाचिदिनुहोस् न त ल रानो रानो बम्बई कि रानो अनि यहाँ चाहिँ मन्दिर छ नेपालको झन्डा पनि रहेछ होइन यहाँबाट भ्यू चाहिँ खतरा आउँछ वाउ एकदम आनन्द आउने ठाउँ छ यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ सरी बाथरुम पनि रहेको छ ए यहाँ उता चाहिँ जङ्गलै जङ्गल छ होइन एकदम राम्रो भ्यू छ
त्यहाँनिर चाहिँ ऐसलु छ मेरो हस्बेन्ड चाहिँ ऐसलु खान जानुभएको छ दिदी उहाँ हुनुहुन्छ त्यसपछि मन्दिर यहाँ छ अनि यहाँ पनि मन्दिर छ हाम्रो सरदा दिदी चाहिँ त्यहीँ बसिरहनु भएको यो ढुङ्गामा अघि म चढेको ओर्लिनै सकेन अनि यहाँ नेपालको झन्डा पनि छ दिदीलाई आउनुहोस् भन न आउनुहोस् भन मेरो काव्यलाई चाहिँ गरिब भएर उसको लुगा फुकालिदिएको सो अब हामी पनि ऐसेलु खान जाने है ऐसेलु खान जाने ऐसेलु मेरो काव्य ऐसेलु खान जाने हो यहाँ रहेछ यहाँ छ खै ऐसेलु त छ कि छैन हौ ऐसेलु त छैन त धेरै कहाँनिर ए आउँदैतिर रहेछ है त्यहाँ त अनि को जान्छ त यहाँ त्यही भएर त भएको नि त्यहाँ यहाँबाट जान्छ होला मलाई नसिकाइ छोरी के रहेछ त्यहाँ ऐसेलु चाहिँ अब ऐसेलु खान जानु लागेको ल हजुर पनि हिँड्ने ल हिँड्नुहोस् 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 काबे कहाँ जाने ऐसेलु खान जाने हो चिप्लेला है ऐसेलु त सुकिसकेछ के भयो हिँड न हिँड बाबा ठाउँछ बाबा आउनुहोस् भन न दिदी आउनुहोस् भन सरदा दिदीलाई चाहिँ आउनु आउनु गरिदिएछ खै ऐसेलु त यस्तो भइसकेको छ है इत्रु इत्रु रहेछ यहाँ 100 जना आउँदा धेरै टिपेर खानु यति लोकल ऐसेलु नि लोकल र के हुन्छ र सबै लोकलै होला नि ऐसेलु त है ए उसलाई उठाउनु न ऐसेलु ल्याउ काव्य ल उठ्नुहोस् त ल ऐसेलु खानुहोस् नखाने अस्ति नि खायो लडी बुढी गरे खै टिपेर मलाई नि दिनु न अनि हिँड्नुहोस् काव्य हस् ऐसेलुमा लाब्रे किरा हुन्छ तपाईँलाई थाहा छ मलाई कस्तो डर लाग्छ अनि त्यही भएर खानै मन लाग्दैन टिप्न जानु डराइ टिपेर खान्छु म खै वा ऐसेलु खै त छोरी तिमीलाई डर लाग्यो ऐसेलु खाऊ त जाउँ हाम गर्नुहोस् यसरी मिठो है मिठो छ क्या बे मिठो छ वाउ ऐसेलु पापा पनि त तल हुनुहुन्छ अझै खाने ओहो मेरो छोरा मन पऱ्यो क्या हो मन पर्यो दिदीलाई आउनुहोस् भन न दिदी आउनुहोस् भन अझै खानुहोस् ल्याउनुहोस् आऊ अनि टोक्दिने त नि मामुलाई दिदी लिनु हामी चाहिँ यहाँनिर शीतलमा बसिरहेको छौँ भर्खर कति बज्यो
12 12:30 भयो। हाम्रो बानी त हाम्रो ठिमीतिरै हो क्या खासमा यहाँ चाहिँ आनन्द छ एकदम बस्नलाई। ठिमीतिरै गर्ने भनेर भनेको अब ठिमीतिर एउटा कोठा हेरेर यहाँ मेरो पुगली चाहिँ सेल्फी हान्न। ल अब हामी चाहिँ जान लाग्यो। यहाँ सुरु गर्नुपर्छ आउनुहोस् त काव्या। बाई बाई लजाउँ है आजको हाम्रो के अरे ड्राई पिकनिक पनि सकेको छ। झोला मात्रै छ, सबै खाइसक्यो। बिस्तारी खै मामुले पुग्छु। आफै लड्छ नि त यहाँनिर त। लड्छ भन्दैछु, यहाँ लड्छ नि छोरी, आफै हिँड्न लागिरहेको छु त। बाई गर न बाई यता हेरेर यता बाई गरिदिनुहोस्। बाई ल अब हामी जाने। थ्याङ्क यू फर वाचिङ। अर्को भिडियोमा भेटौँला। बाई बाई। अर्को भिडियोमा भेटौँला।